हेलो नमस्ते देशवासी आमा बुवा तथा दाजुभाइ दिदीबहिनी र प्रदेशमा हुनुहुने म जस्ता तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो नमस्कार। सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। भन्दै म तपाईँहरू समक्ष केही भिडियोहरू बनाउन गइरहेको छु, कृपया ध्यान दिनुहोला। नेपाली नागरिकता मात्र भएर तपाईँ नेपाली होइन, म पनि होइन। त्यस कारणले नेपाली हुनुमा नेपालका लागि तपाईँले केही योगदान गर्न सक्नु नै तपाईँ नेपाली भएको उदाहरण पेश गर्नु हो। त्यस कारणले गर्दाखेरि अहिले नेपालीहरूमा जेनजी आन्दोलन पश्चात धेरै किसिमका घटनाक्रमहरू घटिरहेका छन्, जुन घटनाक्रमहरूले यसो निहालेर हेर्दा विदेशी हस्तक्षेप हो भनेर धेरै मिडियाहरूले भन्दै गरेका छन्। तपाईँले यो कुरा नबिर्सिनुहोस्, मिडियाहरूले पनि यो कुराहरू एक्का राख्नुहोस्। नेपालका मह्यौँ भन्ने बौद्धिक पत्रकारहरूले पनि कस्ता किसिमका व्यक्तिहरूलाई लिएर नेपाली बिच लडाउने कोसिस गरिएको छ यो बेला, ध्यान दिनुहोला। नेपालका मह्यौँ भन्ने पत्रकारहरू सबैले नोटिस गर्नुहोला यो बेला, किनभने यो जेनजी आन्दोलन पश्चात जस्तो खालको अभिव्यक्तिहरू, जस्तो खालका उहाँहरूका स्टेटस पोस्टहरू गर्नुभएको छ नि, याद गर्नुहोला। नेपालीहरूले जस्तो पनि पठाइदिनु पर्ने त्यो हुँदैन। अब नेपालका मिडिया हाउसहरूले कस्ता खालका समाचारहरू सम्प्रेषण गरिरहेका छन् जेनजी आन्दोलन पश्चात हेर्नुहोस् है। नेपालीहरू एकता हुनुपर्छ, एक भएर अगाडि बढ्नुपर्छ, यो होइन। जेनजीका माग र आन्दोलन गर्नुका उद्देश्यहरू के हुन्, आशय के हुन् र नेपाली बिच कसरी लडाउने भन्नेमै छ कि जस्तो लाग्दैछ मलाई। कता कता मिडियाहरूमा पनि म धेरै शङ्काको दृष्टिकोण गइरहेको छ मेरो तर्फदेखि। तपाईँहरूको के गइरहेको छ मलाई थाहा छैन। आदरणीय देशवासी र नेपाली सच्चा नेपाली भक्तहरूमा मेरो एकमात्र अनुरोध, अहिलेको जुन स्थिति बनेको छ नि, अहिले तँ यस्तो तँ उस्तो फलाना ह्यान त्यान भनेर तपाईँहरू नझोकिनु होला। अहिले हामीले देख्दै आएका सामाजिक सञ्जाल मार्फत म यो अभियन्ता, म फलाना संस्थाको यस्तो उस्तो भनेर जुन किसिमको रोइलो हुन खोजिरहेको छ नि चोकमा टोलमा, सबैले ध्यान दिनु होला। नेपालको अस्मितामाथि जुन किसिमको लात हान्ने कोसिस गरिएको छ नि, सच्चा यदि तपाईँ नेपालीहरूको सच्चा देशभक्ति मान्छे हो भने नि यो कुरा अहिले बुझ्नु जरुरी छ। म जस्तो मान्छेले त बुझे, तपाईँहरूले बुझ्नुहुन्न, बुझ्नु होला। कसैको पछाडि तपाईँको इमोसनल भएर उसको पछाडि यसले भनेको 100% सही हो भनेर कुद्नुभयो भने भोलि नेपाल नहरन सक्छ। म यहाँ तलको मान्छे, मेरो कुरा कसले सुन्छ र भनेर चुप्प लाएर बस्ने अवस्था मेरो पनि आएन। आज मैले यो कुरा दुःखको साथ भन्नुपर्छ र दुःखको साथ तपाईँहरू समक्ष बोल्न गइरहेको छु। यो मेरो कुनै बनावटी होइन, यो मनमा मलाई जे आयो नि त्यो कुरा तपाईँहरू समक्ष बोलिरहेको छु, ध्यान दिएर सुन्नु होला। आजको आवश्यकता भनेकै एकताको आवश्यकता हो। यदि विदेशी हस्तक्षेप हो भने पनि नेपाली बिचको एकता नै त्यो हस्तक्षेपबाट बस्ने एकमात्र अस्त्र भनेको एकता नै हो। नेपाली बिच लडाएर नेपाली बिच मयौँ भन्ने अभान्तहरू बिच अहिले जेनजी पछिको आन्दोलन पछिको हेर्नु न घटनाक्रम कसरी। उसले भन्छ यो जेनजी होइन, यो भन्छ जेनजी होइन। हरेक सङ्घ संस्था अहिले भर्खरै दिवाकर शाहले जुन किसिमको अभिव्यक्ति दिनुभयो नि, हो यो हुनसक्छ। यो आँट जसरी उनले गरे नि, यो साहसलाई सलाम। नेपाली भएर यत्तिको चाहिँ गर्नुपर्छ। अरू पत्रकारले खै गरेको तिनलाई थाहा छैन, कान्तिलाई थाहा छैन, नागरिक दैनिकले थाहा छैन, हरेक टेलिभिजनका अरूलाई पनि हेर्नुहोस्, यिनलाई थाहा छैन। हरेक गतिविधि 24 घन्टा यिनीहरू रोडमा हुन्छन् न्युजका लागि, यिनलाई थाहा छैन। सबै कुरा थाहा छ। आदरणीय देशवासी तथा प्रदेशमा हुनुहुने तमाम नेपालीले बुझ्नै पर्ने कुरा हेर्नुहोस् है। नेपालीले जे लडाएको छ, अरू कसैले छैन होला। भलै 70% त नेपालकै हात छ, मेरो अनुमान, र 30% विदेशीको हात पनि हुनसक्छ। हेर्नुहोस्, तपाईँहरूलाई जस्तो किसिमको विश्वासमा पारिएको छ नि त्यो फरक हुनसक्छ। त्यस कारणले नेपालको अस्मितामाथि लात नहान्नको लागि आजको आवश्यकता भनेकै एकता हो। एकताबाटै नेपालमा जुन किसिमको लात हान्न खोजेको छ त्यो लात
नेपालीलाई होइन उल्टे उसलाई पर्न जान्छ। नेपाली बिच हामी सधैँ एकता हुँदै आएको छ। एकतामा बसौँ। अहिलेको संविधानको रक्षा गर्दै नेपाली बिचको एक आपसको सद्भाव मेलमिलाप कायम राख्दै विदेशीका हस्तक्षेपहरूबाट मुक्त हुँदै नेपाली हुनुमा गर्व गर्दै अगाडि बढौँ। हस्त नमस्कार।